मदन भण्डारीले चाबेलको त चोकमा उभिएर राजालाई श्रीपेज खोलेर चुनाव लड्न आऊ भनेर कुन समयमा भनेका हुन्? रेडियो नेपाल सुरु हुँदाखेरि, जतिखेर रेडियो नेपाल सुरु भयो बोल्नका लागि सुरु भएको कि होइन? टेलिभिजन सुरु भयो बोल्नका लागि सुरु भएको कि होइन? गोर्खापत्र सुरु भयो बोल्नका लागि सुरु भएको कि होइन? कसको पालामा सुरु भयो यी तीनटै चिज? अब भन्नु होला फेरि तपाईँले ती त राजाको भजन गाउँथे नि त भनेर भन्नु होला। अहिले चाहिँ थोरै रेडियो नेपाल, गोर्खापत्र, नेपाल टेलिभिजनले जनताको मुद्दा उठाउँछ र भनेको, कर्णालीमा नुन नपाएको कुरा यसले उठाउँछ र भनेको, जसको सरकार छ सत्तामा बसेका मान्छेले सुन तस्करी गरेको त्यसले न्युज भन्छ र भनेको, भन्दैन त। अनि बोल्नका लागि त त्यो समयमा त बरु शासकहरूले जसलाई हामी निरङ्कुश भनिरहेका छौँ कम्तीमा सुरुवात गरेका एक थरी भन्छ, ल तपाईँ के भन्छ भने खान पाएको थिएन भनेर भन्छ, लाउन पाएको थिएन, धागो कारखाना कसको पालामा सुरु भयो, कपडा कसको कारखाना पालामा सुरु भयो, सिमेन्ट कारखानाहरू कसको, गोर्खाली टायर कसको पालामा भयो? आज हामीले ती चिजहरूलाई कहाँ पुर्यायौँ, के बनायौँ हामीले? यो चिज हेर्नुपर्छ कि पर्दैन? तपाईँको सर तपाईँसँग बुवाको सम्पत्ति जति थियो त्यो सम्पत्ति तपाईँ सबै बेचेर चाहिँ सुख शैलमा तपाईँ हुर्किनु भयो, बेचेर भनेदेखि तपाईँले चाहिँ के गर्नुभयो त? तपाईँको तर्फबाट चाहिँ तपाईँले कति जोड्नु भयो, तपाईँले कति कमाउनु भयो, त्यो चाहिँ हेर्नुपर्छ कि पर्दैन भने जस्तै हो। अहिले पुराना भएका चिज सब बेचेको छ, नयाँ चिज सिर्जना गर्न सकेको छैन। अनि थोर बहुत कुराहरू बाटो बनिएको चाहिँ बाटो होइन, सुन्नुहोस् तपाईँले, बाटो हो गाउँमा पुगेको छ। म मान्छेहरू, मेरो घर भोजपुरको अरुण गाउँपालिका अहिलेको, त्यतिखेरको साबिकको मेरो यामपाङ गाविस होइन। अहिले मोटर बाटो त्यहाँ पुगेको छ। मोटर बाटो त्यहाँबाट धनकुटा हिले हुँदै पाखरीबास निस्केर प्याउली हुँदै यामपाङ गाडी जान्छ। मान्छे भएर नि जाला, चामल पनि तराईतिरबाट लिएर आउला, इन्डिया हुँदै तराई आएर त्यहाँबाट बोकेर सामान त्यहाँ पुग्ला। तर त्यहाँबाट गाडी फर्किँदाखेरि त्यहाँ उत्पादित भएको सामान लिएर त्यो मधेसतिर कतिको झर्छ, इन्डिया कतिको फर्किन्छ, इन्डियातिर कति जान्छ त्यहाँबाट उत्पादित सामान? विकास हामीले गाडी बाटो मोटर बाटो पुग्नु मात्रै हो कि मोटर त्यहाँ पुगेसँगै त्यहाँका उत्पादनहरू सम्बन्धित बेच्न सक्नु, स्वरोजगारका कुराहरू गाउँ गाउँमा हुन सक्नु हो त? हामीले हेर्नुपर्छ पर्दैन। काठमाडौँ तपाईँ नागढुङ्गामा जानुहोस्, यताबाट गाडी ऐँ गर्दै अटस मटस भएर काठमाडौँ छिर्छ, यहाँबाट जाँदाखेरि हावाले उडाउला जस्तो भएर फिर नाच्दै जान्छ गाडी। हामीले खोजेको विकास त्यो हो? मदन भण्डारीले चाबेलको त चोकमा उभिएर राजालाई श्रीपेज खोलेर चुनाव लड्न आऊ भनेर कुन समयमा भनेका हुन्? रेडियो नेपाल सुरु हुँदाखेरि, जतिखेर रेडियो नेपाल सुरु भयो बोल्नका लागि सुरु भएको कि होइन? टेलिभिजन सुरु भयो बोल्नका लागि सुरु भएको कि होइन? गोर्खापत्र सुरु भयो बोल्नका लागि सुरु भएको कि होइन? कसको पालामा सुरु भयो यी तीनटै चिज? अब भन्नु होला फेरि तपाईँले ती त राजाको भजन गाउँथे नि त भनेर भन्नु होला। अहिले चाहिँ थोरै रेडियो नेपाल, गोर्खापत्र, नेपाल टेलिभिजनले जनताको मुद्दा उठाउँछ र भनेको, कर्णालीमा नुन नपाएको कुरा यसले उठाउँछ र भनेको, जसको सरकार छ सत्तामा बसेका मान्छेले सुन तस्करी गरेको त्यसले न्युज भन्छ र भनेको, भन्दैन त। अनि बोल्नका लागि त त्यो समयमा त बरु शासकहरूले जसलाई हामी निरङ्कुश भनिरहेका छौँ कम्तीमा सुरुवात गरेका एक थरी भन्छ, ल तपाईँ के भन्छ भने खान पाएको थिएन भनेर भन्छ, लाउन पाएको थिएन, धागो कारखाना कसको पालामा सुरु भयो, कपडा कसको कारखाना पालामा सुरु भयो, सिमेन्ट कारखानाहरू कसको, गोर्खाली टायर कसको पालामा भयो? आज हामीले ती चिजहरूलाई कहाँ पुर्यायौँ, के बनायौँ हामीले? यो चिज हेर्नुपर्छ कि पर्दैन? तपाईँको सर तपाईँसँग बुवाको सम्पत्ति जति थियो त्यो सम्पत्ति तपाईँ सबै बेचेर चाहिँ सुख शैलमा तपाईँ हुर्किनु भयो, बेचेर भनेदेखि तपाईँले चाहिँ के गर्नुभयो त? तपाईँको तर्फबाट चाहिँ तपाईँले कति जोड्नु भयो, तपाईँले कति कमाउनु भयो, त्यो चाहिँ हेर्नुपर्छ कि पर्दैन भने जस्तै हो। अहिले पुराना भएका चिज सब बेचेको छ, नयाँ चिज सिर्जना गर्न सकेको छैन। अनि थोर बहुत कुराहरू बाटो बनिएको चाहिँ बाटो होइन, सुन्नुहोस् तपाईँले, बाटो हो गाउँमा पुगेको छ। म मान्छेहरू, मेरो घर भोजपुरको अरुण गाउँपालिका अहिलेको, त्यतिखेरको साबिकको मेरो यामपाङ गाविस होइन। अहिले मोटर बाटो त्यहाँ पुगेको छ। मोटर बाटो त्यहाँबाट धनकुटा हिले हुँदै पाखरीबास निस्केर प्याउली हुँदै यामपाङ गाडी जान्छ। मान्छे भएर नि जाला, चामल पनि तराईतिरबाट लिएर आउला, इन्डिया हुँदै तराई आएर त्यहाँबाट बोकेर सामान त्यहाँ पुग्ला। तर त्यहाँबाट गाडी फर्किँदाखेरि त्यहाँ उत्पादित भएको सामान लिएर त्यो मधेसतिर कतिको झर्छ, इन्डिया कतिको फर्किन्छ, इन्डियातिर कति जान्छ त्यहाँबाट उत्पादित सामान? विकास हामीले गाडी बाटो मोटर बाटो पुग्नु मात्रै हो कि मोटर त्यहाँ पुगेसँगै त्यहाँका उत्पादनहरू सम्बन्धित बेच्न सक्नु, स्वरोजगारका कुराहरू गाउँ गाउँमा हुन सक्नु हो त? हामीले हेर्नुपर्छ पर्दैन। काठमाडौँ तपाईँ नागढुङ्गामा जानुहोस्, यताबाट गाडी ऐँ गर्दै अटस मटस भएर काठमाडौँ छिर्छ, यहाँबाट जाँदाखेरि हावाले उडाउला जस्तो भएर फिर नाच्दै जान्छ गाडी। हामीले खोजेको विकास त्यो हो?